नमस्ते साथीहरु, वेलकम माई न्यू ब्लग। आज चाहिँ हामीहरु ट्याङ्की मनाङबाट प्रस्थान हुँदैछ। यो दुईटा के रे कचुवाहरुसँग मोटी देख्छ कस्तो लागिरहेछ तपाईँ। हेलो हेलो बाजी भन्ने जाउँ उता जान्न रहेछ है सकिन। यो चाहिँ खाङ्सा जाने बाटो, यताबाट तिलिचो ताल जान्छ। यताबाट चाहिँ छोङ्ना पास मुक्तिनाथ मुस्ताङ हुँदै पोखरा निस्किने। त्यस्तो त्यस्तो नभन्न। Ja. Git gana. Naga अलि फेरि हार्ट एट्याक आउला। सास फुल्लेर न्यूज वालाहरु लाइन पार्यो भने तिमीहरु सेलिब्रिटीको साथी भन्यो भने यस्तो हुन्छ नि। तिलिचो तालबाट चाहिँ सबै मान्छेहरू नसकेर फर्केछ। हामीहरू चाहिँ अब फर्किनेवालामा चाहिँ छैन। हार्ट एट्याक आएर ढल्छ भने जोडले उसलाई छोडिराख्नु। ट्रिप क्यान्सल हुनु हुँदैन। ए सुरुमा चाहिँ हिँड्यो भनेर थाहा हुन्छ नि उयो यसरी तिलिचो ताल जाँदा ढकाल्नु पर्ला फेरि। I'm okay, sorry. यार सगुन म खोज्न थियो नि। देखो आइए इधर आइए कैमरामैन इधर आइए। वो देखो मैंने ये जंगल में ओए क्या है? काढ़ा है गोजलिया? नॉर्मल काढ़ा ये नहीं है, ये तो बहुत गोजिङ बहुत सारा उसे क्या है ऑक्टोपस है बना लास्ट में। ये ऑक्टोपस जैसा ही है लेकिन ये बहुत दिनों जगह में पाया जाता है। इंग्लिश बोलना। It's a very expensive kata. You know what does it mean? What is kata? It's kata means it's Nepali word. Nepali word? Not Nepal. Nepal. I will teach you how to climb mountain. You know what I mean? सार्वजनिक टोइलेट है गाइज। काठमाडौँ पोखरा विदेशको मान्छेहरू सबैजना आउन सक्नुहुन्छ। यसमा के हो? VIP toilet. तर हेर्नु है यो टोइलेट कस्तो रहेछ। तपाईँ यो टोइलेटको चाहिँ सेफ्टी नि बनाएको छ त ततिर पाइप। तिलिचो तालमा त छैन के यत्रो ढुवा। यस्तो घिन लाग्यो होइन मलाई। तर त्यति भएको चाहिँ धेरै राम्रो हो कि है। त्यो ठाउँमा कसले बनाउनु पनि। के लेख्छ हो मान्छेहरूले। खै कस्तो रहेछ टोइलेट। ओ माई गड यो पनि त्यस्तै रहेछ तिलिचो तालमा जस्तै। क्या सीन है, वाह क्या सीन है। ओ यहाँदेखि चाहिँ नदेखा मलाई। है मलाई ओ एक बार बेबी सेल्फी हो के। Pulling there? Okay, okay, पल्टिङ। ल तिनजना इङ्ग्लिस बोल्ने है। Okay, I'm ready. ल यो पल्टिङ कि त
Yes, yes. Pulting. No. I am sitting. Okay. घाँस भन्ने झुक्कै छ पनि यसमा त कति भोज्छ होला क्या त स्माइल प्लिज माङ खसी माङ छोडेछ कुकुरलाई पनि खाता लाग्दैछ अघि त म त्यो किन्ने बेलामा बनाउनु पर्ने कि है म त्यो आन्टीले गिफ्ट दिन्छु नि स्विट मेमोरी ब्ल्याक डगी के छ जित्नु मिल्यो मिट्ने हो यहाँ कति राम्रो नआउन पनि कतासम्म पुग्ने हो भाइ लेदरसम्म हामी पनि त्यहीसम्म नि हामी पनि फर्स्ट टाइम हो के घर चाहिँ कता हो नि गोर्खा हो चिनेको छ भने तिमीले चिनेको छ भने के लेदरमा हामी कति बजी पुग्छ होला तिमी अगाडि पुग्यो भने होटेल भनिदेऊ है हामी त्यहीँ आउँछु अहिले नै धेरै धेरै धन्यवाद हाम्रो भाइको नाम के हो आसिम वाह ह्यान्डसम नाम यहाँ खर्ग फेरि त्यहाँदेखि हिँड्नुपर्छ अरे त यहाँ खर्गमा एकछिन भुल्ने फोटोसोटो खिच्ने अनि लेदरमा बस्ने भोलि माथि टपमै फेरि होटल छैन भने फेरि म बम्बई किरानो ट्याङ्की अघि जस्तै भनेपछि ट्याङ्की भन्न अघि त थाहा भयो नि त होइन I am a disco dancer. यहाँ ड्रम सेट बजाएर घोडाले पारिम थाहा छैन My English is घोडाले पछि पछि गई लास्टमा नेपालीबाट मोरे म मोरे हेर गाइस म मोरे पप प्रोफेसर I don't need your चाहिँ गरौँ है बुढी भेट यार म भर्खरको 11-18 वर्ष 18 वर्ष हो त्यहाँदेखि कसो लाग्यो यो ढुङ्गाको चाङ है कहाँ पल्टिन्छ नि कति हावा आयो होला यहाँ त्यो पनि यो पल्ट्या त आजभोलि पनि त्यो नेपालीहरूलाई पनि थाहा भइसक्यो कि होइन घुम्नुपर्छ भनेर क्या नेपालीहरू टन्नै आउँछ कि पहिला खैराहरू मात्रै आउँछ त्यही बेला फेरि हामी परेछ हजुर लेदरमा बस्ने ओ यहाँभित्र के छ यो हालिदिइरहेको के भित्र अब होटेलमा पनि एउटा मेमोरी हुन्छ त डाइनिङमा सुत्यो भनेर सुत्न त पाउँछ थाके जस्तो छ हिउँचोलीमा घाम लाग्यो र घमाइलो आफ्नै गाउँ आफ्नै ठाउँ ल न एकचोटि कहाँ छ यहाँ तिमीलाई मैले चच्चा चिनेको छैन बाबरी फुलको बोट आयो डकाउँदै
भन अगाडि गएर नाच चिनेको छैन र अब चाहिँ त्यहाँ माथि गएर रमाइलो गर्नुपर्छ हामी तिनजना चाहिँ एकछिन अनि त्यसपछि बल्ल बिस्तारै हिँड्दै जाने घुमाया दायाँ बायाँ थाहा बनिदिन्छ Come on, baby. Woo! बिचारा त्यो अगाडि नाच्न नसकेर हिँड्नु नसकेर अब यो खैरीहरू फोटो खिचौँ भन्दैछ हामीसँग Thank you. Hello. Thank you so much. Welcome. That made my day. Thank you so much. Make an old man feel good. Yeah. Very old. Yeah, let's go. Let's go. Bye bye. Pakai nak. Mau kau pasti nanti. Yak, saya biar nunggu yak ya. Tahu tak sah?
जता हेऱ्यो भिरै भिर हामी चाहिँ अहिले यहाँ खर्गा आइपुग्न लाग्छ यहाँ चाहिँ यागहरू टन्नै हेर्नु है हेर्नु साथीहरू कति खोरु तिम्रो मन बुझाउन म कति खोरु तिम्रो मन बुझाउन छुट्टीमा आउँछु तिमीलाई हेर्न सहेली तिमी अगाडि जुन जसो गुरु मेरो सेवा तिमी फुल्यौ कलेजीमा जमा रानी फुले जैसा जमा तिमी फुल्यौ कलेजीमा जमा मनको राहत घुमाउने काठमाडौँ सहारा Wow. घरमा त आफू एक्लो छन्
चाहिँ टी सप या खर्काको तलपट्टि नाच्दिनु न नाच्दिनु एकचोटि $130 किलोको मान्छे जम लेट्स गो को छ कालो चस्मा थाक्यो यार यो चाहिँ यहाँ खर्काको तलको टी सप रहेछ यहाँ चाहिँ चटपटाहरू अनि पानीपुरीहरू खाएर हामी चाहिँ एकछिन रेस्ट गरिरहेको यहाँदेखि चाहिँ अब एकछिनमै याद खर्को पुग्छ या खर्कोबाट लेदर बास आज हाम्रो चाहिँ साथीहरू फाइनली या खर्का आइपुग्यो हामी यो चाहिँ मर्सान्दी सबै बादलले ढाकिसकेछ यतातिर चाहिँ अनि चिसो ठाउँ भएर 11-12 बजीपछि एकदम हावा चल्ने क्या खर्कादेखि चाहिँ बल्ल लेदर हामी बस्ने होटल भ्युजहरू चाहिँ आँखाले नभ्याउने छ क्यामेरामा क्याप्चर गर्न पनि नसकिने त्यत्रो गरिराख्यो भने त बन्छ होला 3-4 घन्टाकै हट भएर के सकेर फाइनली या खर्का यहाँ खर्काको फर्स्ट होटल यतै बस्नुहुन्छ तपाईँहरू ए ल उतापट्टि पनि यहाँ खर्कै हो ए ल हुन्छ राम्रो बस्न आउँदैन है ल भोलि भेटौँ ल वाउ पेस्तल किनिदिएको कस्तो त हेलो हेलो दाइ के लागि बोलाएको त Let's go, kitchen. यिनीहरूलाई गिफ्ट भनेर याकको दिन्छ है साथीहरू याकको हो यो चाहिँ याक खर्का यतिको सरप्राइज त हुनुपर्छ याकको सरप्राइज ए पक्ता एउटा गिफ्ट दिन्छु पाना जितेन्द्र भाइ हात थाप्दा तँलाई एउटा गिफ्ट दिन्छु या वाउ भन्ने रिएक्सन दिदी
लज या खर्का 4018 मिटर 4018 मिटर गाइज ठाउँका नाम या खर्का तल माथि हुने चाहिँ यो चाहिँ माथिपट्टि या खर्का Welcome to Hotel Gangapurna. Wow. Here's a powerhouse. Yeah, खरगाउँको powerhouse हैन यो याक खर्कामा पुरै याकको त्यो हुन्छ नि आँची गनाएर अब नाकै फुट्न लाग्यो अनि साथीहरू अब एकैचोटि लेदर बोक्न लाइसक्यो बनाउँछ फाइनल्ली लेदर आइपुग्यो कति घन्टा पछि ल्याऊ है मराङबाट 9 10 6 घन्टा हाम्रो चाहिँ 6 घन्टा लाग्यो एकदम बिस्तारै बिस्तारै आएर बसी बसी नाची नाची होटल जम्मा 3टा लेदरमा चाहिँ एउटा मात्रै होटल छ भनेको सुन्थ्यो तर बाटोको मान्छेहरूले चाहिँ 3जना मान्छेहरूको होटल छ भनेको सुने यति हावा चले कि अहिले त आमा हो Hey, Baguman. हामी चाहिँ यही होटलमा बस्ने हो भाइहरूले भनिदिएको छ यता चाहिँ टन्नै रहेछ रुमहरू यो माथि नै एउटा होटल छ अब चाहिँ रुम बुक गरेर भेटौँला साथीहरू रुममा टाढा अब एकजना साथीको इन्ट्री हुन्छ यसलाई चाहिँ अलि सताउनु पर्छ यो चाहिँ लेदरको रुम यस Don't come. Out. Please, I need your help, ma'am. Okay. You come here and dog my kuta. My kuta dog. Maharani lagi chalo. Hey, ma.
पर्यो गाइस याखर गरे के रे लेदरको होटलमा केटाहरु हेलो यस्तो टाउको दुख्यो यो खैराहरू फेरि के गीत गाओ खगेन गीत गाओ कि क्रिस्चियन गाओ के हो गुड नाइट हामी चाहिँ सुत्न जान्छौँ बिहान भेटौँ साथीहरू लेदरको बिहानको भ्युज हिउँ परेर हिजो राति यताबाट हिँड्दै जाने हामीहरू पास बस्ने होटेल घाँटी कसो खसाएर साथीहरू सबैजना डाइनिङ हलमा गएको छ कफी खानलाई म चाहिँ कफी खाएर नै आएको एकछिन रेस्ट गर्छु एकछिनमा अब हामी जान्छु अब चाहिँ हामी हाम्रो यात्रा सुरु लेदरबाट छुट्टै होइन Yo me pongo pijama, पूर्व यता रहेछ हैन फर्स्ट ठाउँ त नि अघि नै गयो होला याखर गएको टोली हुन्न तेरे छिटो गरे कस्तो साइकल झन् मलाई हिजो ए हो त्यो सिक्किम त त्यो हेर्न मलाई
यताबाट अम्मनी टेम्याउ अम्मनी टेम्याउ आँखाले नभ्याउने भ्युजहरू छ तिरो चाहिँ जाँदाखेरि मेरो मोबाइल निकाल्नु मन नलागेको जस्तो भयो यसलाई पनि 400 मिटर पार गऱ्यो कसलाई पहिले बाहिर पनि त्यत्रो पुरो भाइ यादै गर्नु भाइ अल्लाह साल्यो झोला राखेर निकाल्न मन अक्सिजन कम भएर हे भइरहेको मोबाइल निकाल्यो होला त्यसै होला ल गर्नै नसक्ने भ्यूहरू छ सबैहरू हेर्नु होला मलाई डर लाग्यो कोही त हो बचाउन तागरी है कुन मरे राम 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 तेरो बाजे त यता पो हेर्छ त हामीलाई साँच्ची हो त्यही हो लडेको किन हान्ने नजा नजा है नजा 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 परे भुँडी छेड्दै नि के हो नि तल जान्दैन नि तल दिएर आउँदैछ भन्दा अब पछाडि गर्ने आउला नि डर उ हेर तिनटै पक्किन तल जान्छ है पक्क पक्क होइन अहिले फेरि भागेर आएर हानिदियो पनि केही छैन खै के खा दम नडराइकन केही गर्दैन होला हेलो केही नगर्दो रहेछ नि त उनीहरूले नि हामीले पिट्छ किन डरा होला मलाई चाहिँ नहेर ल भाइहरू मलाई डर लाग्यो के थाहा चिनो होला नि थाक्यो होइन नमस्ते दाइ ठिक छैन नमस्ते हेभ अ नाइस डे थ्याङ्क यू
हग्लिया यहाँ त कता आयो कस्तो बासी लागेको माथि मसँग छ ल ल तिमी हो यात्रा आउँदैन मान्छेहरू तलबाट पनि जाँदैन के भन्छ यो यता चाहिँ टी सप रहेछ एउटा बारीबाट तर यताबाट ढुङ्गा जान्छ त्यही भएर हामी यताबाट नगइकन सर्टकट चुज गरिन अब सायद 45 मिनट बाँकी चौला फेरि पुग्न त्यसपछि पुरै उकालो चौला टप पुग्नलाई फेरि पुगेर तपाईँलाई देखाउँछु रेस्ट स्किन यस्तो छ थाक्नु भएछ यहाँ बाजेहरूलाई थाक्नु भयो बाजे हामी ट्राई फाइनली 3 घन्टापछि थियो बल्ल फेरि देखियो अझ पुग्ने त कति हो 3 घन्टा चाहिँ होइन 2 घन्टा कति 60 घन्टा लाग्यो है त्यहाँ पुग्दा त बल्ल ओर्मै हो हाम्रो टप टपमा पुग्नलाई हामीलाई चाहिँ लाग्छ 3 घन्टा बेसी हुन्छ हामीसँग गएको थियो अब साथीहरू एकैचोटि फेरि ठाउँमा फेरि पुगेछ भेटौँला बाई बाई बल्ल ठाउँमा फेरि कुन कति लाउँछ ठाउँमा टप हिजो माथि हामी कस्तो टाढा जान्छ कति लामो फेरि मलाई खाना खाएर बल्ल उकालो चढ्नु पऱ्यो साथीहरू उकालो चढ्नु पऱ्यो 6 बजे हुन्छ कल मात्रै अब नन स्टप सबै मान्छे हुनु उकालोमै हो अझै 5 मिनट 50 सेकेन्डको पुग्यो जति हुने भ्याउँदैन हो अझै यता लामो अझै यता बल्ल छौला फेरि पुग्यो कति लामो बाटो त्यो पुलमै एकदम आत्तिने कि हामीहरू एकदम धेरै थाक्यो अब यहीँ खानासाना खाने अनि त्यसपछि बल्ल पुरै ठाडो उकालो लाग्ने अनि बल्ल आजको बस्ने ठाउँ पुगिन्छ हामी त्यहाँ हामी चाहिँ अब खाना खाएर यहाँ एकछिन साथीहरू पर्खिँदै हो यहाँदेखि अब माथि पुग्नुपर्छ पुरै ठाउँलाई टक्कै लागि हुन्छ प्राइस जस्तो त्यस्तो सबसे फर्स्टमा सँगै टप्प बाटो सँगै फिर्ता सकिन्न हो सकिन्छ होला अब चाहिँ पुग्न लाग्यो पानी जमेर पुरै आइस भइरह कति ठुलो अब यहाँदेखि एकछिन हिँड्यो भने बल्ल हामी आज बस्ने ठाउँ पुगिन्छ
अहिले चाहिँ हामी यहाँ रातिको 3 बजिरहेछ रातभरि निन्द्रा लागेन अब हामी हिँड्ने तातो पानी चिया कफी खाएर रातभरि हिउँ परेर पुरै फेदीको मान्छेहरू पनि यहाँ आइपुगिसकेछ हामी चाहिँ बल्ल अब हामी पनि हिँड्छु एकछिनमा Hello guys. You put it. Okay, I'm gonna. Daru. That's my idea. I'm gonna go. I'm back in my position. Thomas. No. Sorry, bitch. What the hell? Told me. Yeah, pass. Yeah, yes, Riga. Ooh, da. You're done. Trong lại pass. Trong lại top. More than someone again. Hey. Sắp cho nó hòa đấy. Finally, terus pas. Hai puyo. Baik seru. Tapi sama atas itu kolom nanti ya. Kami ya. Hai puyo. Usul nanti juga saja. Terus pas. Finally tin. Jadi baca. Stop. Mungkin ada. Apa lo? हेलो साथीहरु यही नै हो छोङला पासको बोर्डर सबैजना फोटो खिच्नमा एकदम बिजी Okay, where we go? Only can we have on the radio. Ain't no track in the finish now. Wear it out. It's getting hot, crack the window, air it out. I can get the text that I already don't say.
त्यो पागेर 겹쳐야지 겹. 어머. 아, 또 거리가 좀. यता चाहिँ हिउँ कति छैन यता चाहिँ हिउँ हिउँ अहिले चाहिँ हिउँ पर्दैछ साथीहरू हामी चाहिँ छङ्ला फेरि पुग्नै लाग्यो छङ्ला मुक्तिनाथको हिउँ पर्दैछ यताबाट हिँड्यो भने चाहिँ चिप्लिन्छ हिउँबाट हिँड्नुपर्छ कि त ढुङ्गा मात्रै भएको ठाउँबाट यहाँ चाहिँ चिप्लिहाल्छ ए हिउँ परेर हिउँ परेर रुखो पनि लागिसकेको छु फाइनली हामी मुक्तिनाथ फेरि आइपुग्यो खाना खाएको छैन कति बजिसक्यो कति बजी हिउँ परेको ठाउँमा नि हिउँ परेको ठाउँ छोडेर हिँड्यो त्यही हिउँ परेर हालेँ कस्तोसँग हो नि छ्या जान्न हिँड्दै हिँड्दै थाहा होला नि 36,000 कति हो यहाँ हामीले 37,777 स्टेप हिउँ त हाम्रै पछाडि आएको है यहाँ चाहिँ पुरै सेतै हिउँ यता चाहिँ पुरै बन्जर जस्तो टाइपको खुट्टाको हालत गुटा जस्तो देखिरहेको रुगा लाग्यो मलाई सिक्यो पानी तरै बेला नाक्दा यस्तो पोलिरहेको नाक्छ त्यो सब पार गरेर आयो पुरा जिल्ला विकास समितिको कार्यालय अरे होटल थोङ्ला उता पनि थोङ्ला यता पनि थोङ्लै फाइनली जोस् हामीले चाहिँ थोङ्ला पास गऱ्यौँ नि त है आज भ्याउँदैन होला मुक्तिनाथ दर्शन के गर्नु बिहान है भोलि बिहान होइन आज गएर रेस्ट यहीँबाट जान्छ कि त होइन यो बाटो यहीँबाट यहाँ त्यसै छ नि त फाइनली आइपुग्यो हामी बाइक एन्ड हर्स सर्भिसले चङ्ला चम्बर घुम्छ यिनीहरू चाहिँ सबै हामीसँग आएको हेर्छ
अझै तलै हो हामी बस्ने चाहिँ होइन त्यसै मलाई पो भन्छ यो मुक्तिनाथ जाने बाटो होइन मुक्तिनाथ यहाँ चाहिँ खानासाना खायो अनि त्यसपछि रमाइलो गर्दै हामीहरू सबैजना साथीहरूलाई पर्खिँदै हो भाइहरू थियो सबैजना सँगै जाने भनेर किन जाने अहिले मुक्तिनाथ चाहिँ कुन हो थाहा भएन मन्दिर छ यो त होइन मुक्तिनाथ तर 22 साल भयो त्यो होला क्या ऊ त्यो मान्छे मूर्ति नै छैन मूर्तिहरू त देख्नुपर्ने यो होइन नदेखाऊ त्यसो भए यो चाहिँ मुक्तिनाथ मन्दिरभित्र थाक्छ भएको नजाने यता उता पऱ्यो त मूर्ति त फेरि किन हाल्ने त्यहाँबाट पास गर्छु यहाँ त्यो भन्नु परेन भोलि जाने बेला अनि देख्नु बाबा हामी चाहिँ आज मुक्तिनाथबाट हिँड्यौँ
यो र उति होला नि हाम्रो समुद्र वेलकम भन्न खाना खाइसी भेटौँ न ये मैं हूँ और ये आवारा यहाँदेखि चाहिँ ओह्रालो अब मुक्तिनाथ पुग्नलाई ठ्याक्कै 4 घन्टा हिँड्नुपर्छ ओह्रालो नन स्टप
हेलो साथीहरू, हामी चाहिँ अब मुक्तिनाथबाट हिँड्दैछु बिहान जिपमा। अब चाहिँ कागबेनी पुग्यो। ऊ त त्यो देखिरहेको बजार चाहिँ कागबेनी रे। हामीलाई पनि खासै थाहा छैन, सोधेको ड्राइभर भाइलाई। हामी चाहिँ अब खाना खान लाग्यो। यो ठाउँबाट चाहिँ मुक्तिनाथ जाने बाटो छुट्टिने रहेछ। अब चाहिँ यहाँ पोखरा पुग्छ। बाई बाई साथीहरू, हामी चाहिँ यहीँसम्म मात्रै हो हाम्रो यो ब्लग चाहिँ।
खासै राम्रो बनाउन त आउँदैन अब यति नै बाई बाई